गुड मर्निङ नमस्ते सबैजनालाई। म चाहिँ तपाईँहरूकै पदम थापा मगर। म चाहिँ अहिले मर्निङ टाइममा छु होइन। म चाहिँ टक्क यसो फ्रेस भएर आऊँ भनेर बाहिर निस्केको होइन। अलिकति पातलो हुन लाग्यो शरीर, सो अलिकति बाक्लो बनाउनु पऱ्यो। मेरो भाइ चाहिँ उताबाट आउँदैछ होइन। हामी यहाँ तल गौरी घाटमा भेट्नेछौँ। हामी चाहिँ अहिले चाहिँ आज चाहिँ बिहान लेक साइडको यात्रा हो। तपाईँहरूलाई मेरो यो भिडियो मार्फत लेक साइडमा कहाँ कहाँ के छ कस्तो छ सब देखाउने छु। कृपया हेरेर इन्जोय गर्नु होला है त। मेरो भाइ चाहिँ अब एकैछिनमा भेट्दैछ र त्यो साथीहरू भाइ आएपछि सबैजनाले वेलकम गरौँ है त। A few moments later. मेरो भाइ चाहिँ यताउता आउनु पर्ने हो के अरे, अहिलेसम्म आइपुगेको छैन। यहाँ त्यही हो, अब यस्तो छ लेक साइडको भ्यू। र म पनि यता लेक साइडको छेउमा बसेर इन्जोय गरिरहेको छु होइन साथीहरू। सो तपाईँहरूलाई नै भिडियोमा देखाउन कोसिस गरिराखेको छु। राम्रो नराम्रो के कस्तो छ हेरेर प्रतिक्रिया दिनु होला। जति पनि नयाँ साथीहरू हुनुहुन्छ, जतिजना पनि मेरो भिडियोमा जोडिनु भएको छ, सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जानु होला भन्दै म चाहिँ अब भाइ आएपछि भाइलाई वेलकम गर्नेछु र त्यसपछि फेरि पनि भिडियो कन्टिन्यू गर्नेछु है त। फाइनल्ली गाइज भाइ पनि आइपुगेको छ। के छ, ठिक छ नि होइन? दाइको भ्लगमा केही भन्ने हो? ल त ल भाइ पनि आइपुग्यो गाइजहरू। अब हामी चाहिँ उता गएर अहिले एकछिनमा भेटौँला है त। भाइ रिजन अगाडिबाट को आउँदैछ? यो फुल देऊ न ल। फुल देऊ न। हाँस्दै हिँडेछ त हाँस्दै हिँडेछ तर होला सायद। सेतो हिमाल हिउँ कैरानी पहेँलो सुन। यो फुल बिकेर यार आज। रिजन यो फुल बिकेर क्या आज। के गर्ने हो? यहाँ हो न यार। तर तिमी टाढा टाढा भाग्ने यार। कतिखेर जानेहरू? छ्या यार, हेर न रिजन बिहान बिहान जोडी देखेको मैले। बिहान बिहान जोडी देख्छ यार। ल छोडौँ, अर्को जोडी नहेरौँ होइन। अब सो गाइजहरू अब एकछिनमा चाहिँ हामी फर्किन्छ ल। अहिले यता पार्कतिर छु होइन। मेरो भाइ ठिकठाक किन उठेको र होइन क्या, मैले यता तालमा माछा हेर्न लागेको क्या खास। कपाल ठिक छ? भयो त। फाइनली गाइजहरू टिकटक बनाएर नि सक्यो। ए सकेको छैन? हामीले यहाँबाट पहिला लास्टै भोटी तान्थ्यो क्या। कालो भोटी तान्थ्यो।
के छ भाइ ठिक छ फेरि खेल्छ क्या आजकलको बच्चाहरू फेरि रिजन यो उतैलाई ल्याउन दिन जाउन मैले दिन जाऊँ त हुन्छ कि मान्छे बुढी यो ल गाइज तर अब हामी चाहिँ रुमतिर फर्क्यो है जय भद्रकाली जय भद्रकाली अनि ए लाउनु त मेरो पनि राखिदिनु माथि जा माथिबाट निस्किनु मिल्ने रहेछ नि त किन अनुहार अलि अर्कै होस् न त सबै सेम छ त उता जाउँ न माथि एकचोटि शिवलिङ्गलाई भेट्नु पर्यो शिवजीको लिङ्ग भयो यो होइन यताउता म देखाउँछु यसलाई के लिङ्ग भन्छ के लिङ्ग भन्छ यसलाई पुलिङ्ग होइन यो के चाहिँ हो के यता हेर मुख त यता छ जस्तो के यो मुखै हो र होइन है अरू केही दाइ 2-4 शब्द जाओस् अरू त त्यही हो भ्लग खासै उ भएन अब यतातिर इन्डिङ गर्नु पर्ला नि ल साथीहरू आजको भ्लग चाहिँ मैले शिव मन्दिरमा गएर इन गरेको छु है साथीहरू ल बाई